सबै यो जति पनि दलहरू छन् खाने कुरामा, कमाउने कुरामा र यिनका आफ्ना शक्ति प्रदर्शनका कुरामा प्रचण्डको पार्टी, शेरबहादुरको पार्टी, ओलीजीको पार्टी, सबैको पार्टी एउटै हो। आफ्नो पावर बनाउने, शक्ति सञ्चय गर्ने कुरामा कुनै दलका नेताहरू यहाँ फरक छैन। कुनै दलका यिनका भागबण्डा हुन्छ क्या भित्रभित्रै। पावरमा होस् कि नहोस्, सबै यो जति पनि दलहरू छन्, कान्छा साना दलहरूको त होइन, ठुला दलहरूको त यिनीहरूको भित्र आफ्नो से छ। यसलाई यति प्रतिशत, यसलाई यति प्रतिशत, यसले यति कमाउने, हरेक चिज कमाउनेदेखि लिएर नियुक्तिसम्ममा त्यो छ। अनि नियुक्तिमा, न्यायाधीश नियुक्तिमा राजनीतिकरण बेसी भयो। अनि त्यो नियुक्ति अहिले पनि उनीहरूकै सेमा भएको नियुक्ति गर्नेले उनीहरूलाई फेभर गरेन भनेदेखि त्यसलाई चाहिँ उनीहरूले चाहिँ एउटा के छ भन्दाखेरि त्यो यस्तो अपशब्द भनेर त्यसलाई गाली गर्छन् कि यो चाहिँ के छ भनेदेखि एउटा बेइमान रहेछ, हामीले नियुक्ति गर्यौँ तर हामीलाई सपोर्ट गरेन भन्ने त्यो खालको प्रवृत्ति देखिन्छ।